यस्तो छ स्कुल जाने बाटोको हालत। अहिले पानी परिरहेको छ र यस्तो छ। पोजिसन बर्खामा कस्तो होला। पहिला त्यहाँबाट थियो बाटो, त्यहाँदेखि अहिले घर हालेर बाटो बन्द भएर यहाँबाट जानु परेको छ। यस्तो छ बाटोको अवस्था। बाटो खतम छ। यो भएन कि स्कुल जाने बाटो अलि उताबाट थियो बाटो, उता घर हाल्नेले जता कतै घरै घर भइसक्यो। स्कुल जाने बाटै हराइगयो। उही माथि तलैबाट घुम्नुपर्छ। यस्तो छ यहाँ पनि, यस्तो छ बाटो। बर्खामा त झन् लास्टै गाह्रो हुन्छ।